गाइस, म चाहिँ फुटबल खेल्न जाँदैछु होइन। अनि म र मेरो साथी अनिसले चाहिँ अकबरे खाने प्लान बनाएको छ होइन। त्यो अकबरे खाइवरी चाहिँ हामी दुई भाइ चाहिँ फुटबल खेल्न जाने प्लानमा छ हो। अहिले चाहिँ हेर्नुहोस् यस्तो बाटो छ हो, हिँड्दैछु। तल तल घर छ, यहाँ माथि पनि घर छ हो। अनि अलिक परनिर चाहिँ देवीथान छ हो, तपाईँहरूलाई देखाउँछु है। पेसोकको भ्यू चाहिँ यस्तै हो, जङ्गलै जङ्गल हो पेसोक होइन। मजा आउँछ तपाईँहरूलाई घुम्नु आउनु है गाइस। हेर्नुहोस्, हेर्दै गर्नुहोस्, भ्लगमा बन्दै गर्नुहोस्, मजा आउँछ तपाईँहरूलाई होइन। अनि केटाहरू सबलाई इन्ट्रोडक्स गरिदिन्छु म है। आज चाहिँ फुटबल खेल्ने केटाहरूसँग होइन। मेरो किट्स चाहिँ यो पछिको ब्यागमा छ है गाइस। अनि आउनुहोस्, बन्दै गर्नुहोस् भ्लगमा है, मजा आउनेछ भन्दै। यहाँनिर चाहिँ हेर्नुहोस्, यो चाहिँ तपाईँको मन्दिर छ यहाँ माथि चाहिँ है। यस्तो दामी भ्यू छ होइन। र ब्लगमा सहयोग देखाउनुहोस् होला, जति सक्दो ज्यादा हेल्प गरिदिनुहोस् होला है। मलाई पनि जरुरत पर्छ तपाईँहरूको हेल्पको होइन। म पनि एउटा सानोतिनो क्रिएटर हो। ठुल्ठुलोलाई त तपाईँहरूले हेर्नुहुन्छ, बट सानो सानोलाई सपोर्ट गर्नु हुँदैन है, गर्नुपर्छ। सानो सानोलाई सपोर्ट गऱ्यो भने हामी अघि बढ्नु सक्छ गाइस है। त्यति भन्दैमा अहिले अलिकति सानो यहाँनिर भ्युजहरू हेर्नुहोस् है। यो चाहिँ म सिनेमेटिकमा हालिदिन्छु है, तपाईँहरूलाई मजा आउनेछ भ्लग हेर्नु ल है। ल है गाइस, हेर्दै गर्नुहोस्। भेटौँ है अहिले गाइस, एकछिन पर्खिनु होला है। अलिक माथि रोड निस्केर रोडको हालतहरू पनि तपाईँहरूलाई देखाउँछु है गाइस। अहिले चाहिँ म यतिकै क्यामेरा हल्का अफ लाएर हिँड्दै गर्छु है त। 14 जना चाहिँ हुन्छ हजुर। र गाइस, तपाईँहरूलाई चाहिँ मैले रोड देखाउँछु भनेको थिएँ है। यहाँ हेर्नुहोस्, दोकान पछि छ है। अनि रोड चाहिँ यस्तो छ है। तपाईँहरूको सहयोग पायो भने चाहिँ दामी बनिन्छ भविष्यमा भन्ने आशले है तपाईँहरूलाई यो भ्लग बनाएर देखाउँदैछु है गाइस। यस्तो बाटो छ होइन। जति सक्दो ठुल्ठुलो मान्छेकोमा पुऱ्याइदिनु पर्छ यो भिडियो तपाईँहरूले है गाइस, यति आशा राख्दछु। र यहाँनिर दोकानमा म केही सामान किन्दैछु है गाइस। अहिले पर्खिनुहोस्, फेरि बादमा यही भिडियो रेगुलर गर्नेछु है गाइस। आइपुग्यो फेरि है। तपाईँहरूलाई भनेको हिसाबमा मैले केही सामान किनेर जाँदैछु है। अब गएर खाने। बाटो चाहिँ एकदम घटिया छ है। यो बाटो चाहिँ बाइक हिँड्यो भने चाहिँ कन्फर्म नयाँ नयाँ चाहिँ पल्टाउँछ है। यस्तो घटिया बाटो छ। नेताहरूमा ठुलो ठुलोहरूकोतिर पुगाइदिनुपर्छ तपाईँहरूले चाहिँ यो भिडियो होइन। अनि हामीलाई पनि सहयोग हुन्छ, तपाईँहरूलाई पनि सहयोग गरेर मनमा खुसी हुन्छ है गाइस। गर्नुपर्छ है त। अनि हेर्दै जानुहोस् है। घिनलाग्दो बाटो छ यो। रुलिङ पार्टीहरूले क्या करप्सन लिन्छ, तर केही हेल्प छैन। बिजनेसम्यानहरू, रुलिङ पार्टीहरू लिनु त लिन्छ हो, तर बाटो भने चाहिँ आइपुगेको छैन है। यो बाटो आइपुगोस् भनेर तपाईँहरूले उयो गर्नुपर्छ है, प्रार्थना गरिदिनुहोस् होला है। हामीलाई पनि सजिलो, तपाईँहरू पनि त फुटबल हेर्नु आउनुहुन्छ है। घरलङ स्टेडियम पर छ, खासमा त त्यो हल पेसोकको स्टेडियम हो है। अनि
खासमा भनौँ भने चाहिँ त्यो चाहिँ होल पेसोकको स्टेडियम हो होइन। अनि त्यो चाहिँ अब नाम चाहिँ गर्लङ खाली देख्छ हो, त्यो केही छैन है। हामीलाई प्र्याक्टिस हुँदैछ, गर्नु दिँदैछ, खेल्छ हामी है, त्यसमा हामी खुसी नै छौँ। अनि अहिले चाहिँ म साथीको घर पुगिसकेँ होइन। हेर्दै र भिडियोमा पनि बन्दै गर्नुहोस् गाइस है। हामी अब चाहिँ यो सब सामानहरू अकबरै बनाएर खाने है। त्यहाँदेखि चाहिँ गन जाने चट्टा लाएर है गाइस। यो चाहिँ हाम्रो सानो रमाइलो गाउँ है, एकदम दामी छ है गाइस। यहाँबाट चाहिँ हेर्नुहोस् कालिम्पोङ चट्टा लाएर देख्छ, बस्ती चट्टा है। दामी भ्यू है गाइस होइन। बल्ल तल्ल जसो गर्दै भिडियोमा बन्दै म यहाँ साथीको घर आइपुगिसकेँ है। यहाँ हेर्नुहोस् साथी चाहिँ होइन। आशा छ मन पराउनु हुन्छ होला भनेर है गाइस। कुरकुरे त अर्कोले भनेको त तँलाई। कुरकुरे अर्को थिएन यार। बेग पनि ल्याइदिएको कसको हो बेग? मेरो देखा त उता फर्की त। पानी ज्यादा भन्नु उयोले त एउटा उयो मफले त उयो गाइस ऊ चाहिँ अनिस है अकबरे सेफ है। उहाँ चाहिँ यहाँनिर चाहिँ अनिसको वाइफ छ है, देख्नु हुँदैन तपाईँहरूले। यहाँनिर चाहिँ ऊ अकबरे कुकिङ गर्दछ अनिसले चाहिँ। यहाँ मुमाले चाहिँ दाउरा हुनु हुँदो रहेछ गाइस है। यही हो गाउँठाउँको काम है। खुल्लै छ त। यहाँ हेर्नुहोस् चट्टा लाएर गाउँतिर चाहिँ सुन्तला फलिरहेछ है गाइस होइन। सुन्तला फलिरहेछ, तपाईँहरूलाई देखाइरहेको छु। अम्बक नि फलिरहेछ, अम्बक नि देखाउँदैछु है गाइस। यहाँनिर चाहिँ हाम्रो खोपा पर गन गएको गन। यो चाहिँ हेर्नुहोस् अम्बक फलिरहेछ है गाइस। हेर्नुहोस् एकदम रमाइलो प्रकारले है, मजाको अम्बक फलिरहेछ होइन। खाएर वाक्कै पनि लाग्दैछ है। हेर्नुहोस् फिलहाल चाहिँ अम्बक खाँदैछु गाइस है। ऊ तल भोकटे पनि फलिरहेको रहेछ, हेर्नु सक्नुहुन्छ। जुम गरी देखाउँदैछु है त, भोकटे फलिरहेको रहेछ है, हेर्नु सक्नुहुन्छ। यहाँ तल हेर्नु यस्तो दामी भ्यूहरू देख्छ है त गाइस। यो चट्टा लाएर डल्ल सिक्किममा अलिक मुनि आयो भने तपाईँको यो चट्टा लाएर कालिम्पोङै सरी सिक्किम भनी पठायो है। यो अलिक तल आयो भने तपाईँको यो बस्ती भन्छ है। ल त गाइस अहिले फेरि गर्न भेटौँ है त। ल हेर्नुहोस् है त गाइस, चट्टै लाएर अकबरे बनिसक्यो है। अब हेर्नुहोस् अकबरे लिएर बाहिर जाँदैछु है म। चम्ची चम्ची उयो छ कत्रोबाट चम्ची प्याज हाल्नुपर्छ नि।
कुरकुरे सुरकुरे लेसेस बोकेर है चम्ची पनि बोकेर बाहिर जाँदैछु है त अब फेरि रिपिट भित्र हुनु पऱ्यो यो अघिबाट चाहिँ है प्याज हाल्नुलाई ब्याक टु होम भने जस्तो भयो त है भयो चट्ट लाएर दामी भइसक्यो अघिबाट चाहिँ है गाइस ल अहिले चाहिँ म खान्छु है फेरि भेटौँ पर्खिँदै गर्नुहोस् होला है सबै रेडी गरिसकेर म एकपल्ट तपाईँहरूलाई देखाउँछु है त अहिले चाहिँ टक्कै अघिबाट चाहिँ यस्तो भइसक्यो है त यहाँ मुमालाई पनि कुरकुरे देख्छु है गाइस खानुहुँदैछ अघिबाट यस्तो भएको छ होइन मजाको देख्यो होइन गाइस अब चाहिँ खानु मजा आइन्छ गाइस है त कहाँ बस्नु हौ बस्छ खाँदै गर मजाले खाइन्छ है गाइस हेर्नुहोस् होला फर्स्ट बाइट दामी ल गाइस अहिले भेटौँ है